हेलो गाइस, आज चाहिँ म फेरि पनि मुस्लेरीको है जाम बनाइरहेको छु। हेर्नुहोस् यहाँ रेसिपी तपाईँहरूलाई देखाउँदैछु। मैले है तेल पड्काएर मेथी हालेँ। मेथी हालेर बनाउँदैछु। यहाँ हेर्नुहोस् है। अब यसमा यो मेथी पाकिसकेपछि हल्का दिनुपर्छ अनि अब सुक्खा खोर्सानी हाल्नुपर्छ यसलाई। यहाँ सुक्खा खोर्सानी हाल्नु मैले है। खोर्सानी हालेर यो खोर्सानी खरेपछि चाहिँ मैले यहाँनिर मुस्लेरी रेडी गरेको छु धुएर। यहाँ हेर्नुहोस् है, यहाँ मुस्लेरी यति चाहिँ मैले जाम बनाउन आँटेको छु यहाँनिर। अब यसलाई म हाल्दैछु। यहाँ हेर्नुहोस् गरिराखेँ अघि नै हो। अन्त हाल्दैछु। यसलाई हालेर चाहिँ चलाउनुपर्छ। मैले यसलाई चलाएँ है, चलाइसकेँ। अब यो म सबै हाल्दैछु यो, किनभने अलिक धेरै बनाउने है। चाहिँ मैले एक भाँडा बनाएको छु यहाँनिर, एक भाँडा। मजाले चलाउनुपर्छ, बिस्तारी चलाउनुपर्छ। अनि यसलाई यसको पानी निकालेर है पाक्न दिनुपर्छ। ग्यास चाहिँ एकदम सानो गरेर अनि यसलाई चाहिँ यसको पानी निस्किनलाई यसलाई कम्ती नुन हाल्नुपर्छ है। नुन हालेर चाहिँ यसलाई मजाले छोपिराख्नुपर्छ। यसको पानी निस्केर पाक्छ है। पाकेर यसलाई निकै बेरमा फेरि यो निकै पाकिसकेपछि चाहिँ यसलाई फेरि चिनी हालेर पकाउनुपर्छ है। पहिला चाहिँ नुनमा मजाले पाक्नु दिनुपर्छ। मजाले पाकिन्छ यो है। यस्तो पाकिन्छ, अझै पाक्छ यो मजाले। यो अब यतिकै छोडिदिनुपर्छ यसलाई है, पाक्नु दिनुपर्छ। म फेरि तपाईँहरूलाई अहिले बनिसकेर है नेक्स्ट भिडियोमा देखाउने छु।